बोयफ्रेन्ड हो ए बेला बेलामा गर्नुपर्छ समझ रहे हो समझ रहे हो समझ रहे हो ना एक दिन त झन् खसिहाल्यो गो यही नहीं अभी और सुनिए कस्तो छ नि हाम्रो चुतिया के बोलेर मरेको यो सोह्र भर्खर हजुर होइन होला हौ 16 वर्ष त कति वर्षदेखि हो अभी मजा आएगा ना भिड़ो तपाईँ उहाँदेखि यहाँ पढ्न आउनुहुन्छ किन नि यत्रो टाढा पढ्नु भएको यहाँनिर चिनेको थियो अनि चिनेको भन्नाले स्कुल कि कलेज यहाँ मलाई पढाइदिएको चाहिँ हो कि यहाँ हजुर पढाइदिनु भएको चाहिँ हो कसले त्यहाँको एउटा सरले चिन्नुहुन्छ अनि ए नत्र त उहाँदेखि त यहाँसम्म त धेरै टाढा हो नि त होइन आज म बस्न नगएको क्या त्यही भएर ए अरू बेला बसमा जानुहुन्थ्यो ए आज चाहिँ किन नि आज त्यसै ढिला भएर हो क्या हो मलाई जानै मन थिएन मेरो साथी घर गयो हजुर एकैचोटि कलेजबाटै अनि म एक्लै भएँ अनि फेरि जान मन लागेन ए अघिको त्यहाँको चाहिँ को नि हजुर अघि त्यहाँ बस्ने चाहिँ अहिले बस्छ हजुर बोयफ्रेन्ड हो बोयफ्रेन्ड हजुर बोयफ्रेन्ड हो ए हो किन हाँस्नु भएको हजुर के भइहाल्छ नि अहिलेको बेलामा बोयफ्रेन्ड हुँदैन त म भन्दिनँ थिएँ कि अनि कस्तो कस्तो लाग्छ नि त नि ए भन्न अनि कति भयो लभ परेको धेरै भइसक्यो धेरै भन्नाले 2-3 वर्ष भइसक्यो ए थुप्रो भइसक्यो रहेछ त हजुर त्यही भएर एउटै कलेजबाट हो क्या ए बोयफ्रेन्ड भएर यतै पढ्नु भा हजुर ए त्यो भएपछि अब भेटघाट भइराख्यो नि त कस्तो छ नि हाम्रो चुतिया कलेज छ नि किन नि नामै गनी कस्तो टाइट छ टाइट छ ए के गर्नै दिँदैन नि मतलब एक दिन त झन् खसिहाल्यो गो कसरी उसले कस्तो के अरे एउटा काम कपी दिन गएको थियो अनि त्यो कपीमै फसाइदियो कलेजले कपीमै फसाइदियो के भनेर के भन्नु नि अब तिमीहरू कपाल छौ के भनेर थर्काएर ए उताउलो छौ रे हजुर उताउलो छौ भन्छ ए यहाँ हाम्रो पार्क होइन अरे के त्यस्तो भनिदिएको थियो अनि ए बोयफ्रेन्ड छ भने थाहा पाएर त्यस्तो गरे हो कि खोइ होला ए भनेपछि फसाइदियो झन्डै कोअर्डिनेटरकै छोरी पनि आफ्नै छोरी पनि बोयफ्रेन्ड छ क्या त्यसको क्लासमै हजुर त्यसलाई चाहिँ केही गरिदिँदैन फेरि ए त्यो त आफ्नै मान्छे भएर होला नि खोइ होला नि अब ए कलेजमा अलि शान्त पारामा बसिदिने नि त हजुर कलेजमा चाहिँ अलि शान्त पारामा बसिदिने नि त म त एकदम सोझो पारामा बस्छु ए छ 7 वर्षको रिलेसनसिप भएपछि त अनि थाहा भइहाल्छ नि होइन र पाउँछ त्यही भएर होला के तपाईँहरूलाई त्यस्तो गरेको नि छ डेट छैन कताको हो र अनि बोयफ्रेन्ड चाहिँ म बोयफ्रेन्ड बोयफ्रेन्ड हजुर ऊ त पश्चिमको पश्चिम तपाईँको घर चाहिँ मेरो त पूर्व ए हजुर ए कहाँबाट भेटाउनु भयो उताको अनि फेरि इन्स्टा हजुर इन्स्टा ए अब बिहे गर्ने होला नि त अब गर्ने पछि अब सबै सेटल भएपछि सेटल भएपछि हजुर त्यति त हुनै पर्यो नि बिहे नै गर्नु पऱ्यो हो नि गर्नुपर्छ त्यो अनुसारले माया बसिरह होला नि त अहिले हो तपाईँको चाहिँ बिहे भयो मेरो छैन लभ परे होला नि लभ पनि परेको छैन छैन आहा झुटिया आजकल सबजना अब राम्रो ह्यान्डसम खोज्छन् आफू परिएन राम्रै हुनुहुन्छ नि
होला नि मैले देखेको छैन तपाईँको आँखा मात्रै देखाएको छु हो आँखा हेरेर त के थाहा हुन्थ्यो अनुहार चाहिँ राम्रो छैन नि होला होला राम्रो अहिले कि अनुहार राम्रो हुनुपर्छ कि भनेदेखि पैसावाला हुनुपर्छ खोइ मसँग त दुइटै छैन सबैसँग नभएर के भएर केटासँग होला नि उसँग नि छैन हामी दुवैजना एभरेजमा बढ्छौँ धेरै पैसाको घमण्ड नि गर्नु हुँदैन नि 6-7 वर्ष भएर नि होला नि त धेरै नजिक भएर नि तपाईँहरूलाई त्यो मतलब नभएको होला अब पछि हुन्छ पछि आफूले अब उ गरेपछि कमाउने बेला भएपछि अहिले त छैन नि त कमाउने उमेरै मतलब उमेर होइन कमाउने कामै गरेको छैन अनि कति वर्ष हुनुभयो अहिले 15-16 भर्खर हजुर होइन होला हौ 16 वर्ष त कति वर्ष देखिनुहुन्छ त खोइ अब 18 रे अब 17 लाग्यो 17 भर्खर हजुर ए कतिमा पढ्दै हो र 11 मा भर्खरै ए ल भनेपछि कति वर्षमा पऱ्यो हो तपाईँहरूको त 8 मा हुँदा 8 क्लासमा 8 क्लासमा हुँदा ए पहिलेदेखि काठमाडौँ बस्ने रहेछ केटा पनि तपाईँको बोयफ्रेन्ड नाइ कहाँ म त पढेर हो ऊ पनि उतै घरमै पढेर हो क्या ए भनेपछि भेट भएको चाहिँ भर्खर हो क्या हो काठमाडौँमा आएर चाहिँ भेट भएको ए यहाँ पढेर काठमाडौँ आएको कति 1 वर्ष भयो अब हुन्छ ए भर्खर भेट भएर रहेछ भनेपछि त तपाईँहरूको भेट चाहिँ भर्खर भयो बोलचाल चाहिँ पहिल्यै भयो बोलचाल चाहिँ पहिल्यै भेट चाहिँ भर्खर हजुर भर्खर भेट भएको भए त नयाँ भेट हुँदा त रमाइलै हुन्छ होइन त त्यस्तै हो रमाइलो के भन्नु रमाइलो होइन र लभ पर्दा त रमाइलो हुन्छ होला नि के को रमाइलो घरबाट निस्किन चाहिँ दिँदैन अहिले भेट भइरहेछ त कहिले काहीँ पो हुन्छ त नि सँगै कलेज भन्नुभयो होइन सँगै कलेज हो अनि भयो नि अनि त भइहाल्छ नि दिनकै भेट हुन्छ नि हुँदैन र दिनकै भेट हजुर दिनकै भेट हुन्छ नि हुँदैन र भेट गरेर के गर्नु अनि अरू के हुनु पर्यो त हुन्छ दिनतिर भेट अरू त के हुनु पर्यो र कहिले कलेज आउँछ कहिले आउँदैन कहिले आउँछ कहिले आउँदैन अनि कहाँ जाने हो र कलेज नआएर ऊ चाहिँ सुतेर बस्छ नि दिनभरि काम छैन गएर पानी खनाइदिनु न के खनाउनु नि सुतेर बसेर हुन्छ त पढ्ने बेलामा भोलिपल्ट दिन्छ होमवर्क गर्दै दिन बित्छ खालि ए तपाईँलाई हामीहरूलाई नोट माग्दै बस्ने होला होइन ऊ चाहिँ पछि नि हजुर नोट माग्दै बस्ने होला पछि ऊ चाहिँ होइन को बयफ्रेन्ड माग्छ पनि मलाई होमवर्क गराउनु नि लगाउँछ ए छैन गरिदिनु परिहाल्यो त्यही नि फेरि माया बसिसक्यो होइन हो माया मात्रै बस्या हो कि अब बिहेको कुरा चलिसक्यो बिहेको नि कुरा चल्छ नि बेला बेलामा मुड अनुसार गरिदिने नि बिहे नत्र के बोले भाइ अब के बोले कहाँ अहिले गऱ्यो भने त मलाई त झुन्डै हाल्नुहुन्छ नि घरका कसले मम्मी ड्याडी ए ल परे चाहिँ थाहा छैन घरमा छैन दिदीलाई मेरो दिदी र भाइलाई चाहिँ थाहा छ मेरो ड्याडी मम्मी कसरी थाहा छ ए उसको त सबैलाई थाहा छ नि ए तपाईँ चाहिँ पब्लिक नगर्नु हुने नगर्ने नि मलाई त थाहा पाउनु घरमा काटिहाल्नुहुन्छ नि कस्तो छुटो छुचो छन् अनि बिहे नै गर्ने भएपछि त बालै भएन नि अनि 12 पछि भन्छु नि 12 पछि भन्ने हजुर ए अहिले के भन्नु नि अहिले यसो बुझौँ होइन रमाइलो गरौँ भन्ने होला नि तपाईँको विचार छुट्न त छुट्दैन नि छुट्दैन होला खै अब त्यो त लक हो एउटा उसको घर चाहिँ कुन ठाउँ हो र सुदूरपश्चिम महेन्द्रनगर महेन्द्र आमामा के विधि टाढा रोज्नु भयो हौ खोइ अब माया बसे त के गर्नु हौ इन्स्टाबाटै लप पर्यो
आमा कडा रहेछ त इन्स्टा पनि त्यही भने यत्तिको भएपछि कहाँ सक्नु कस्तो हुँदो रहेछ ल पर्दा अनि राम्रो हुन्छ नि राम्रो भन्नाले कहिलेकाहीँ झगडा पर्छ कहिलेकाहीँ राम्रो हुन्छ कहिलेकाहीँ बेला बेलामा झगडा पर्नुपर्छ त्यस्तो भएन भने त रिलेसन टिक्दैन ए बेला बेलामा गर्नुपर्छ बेला बेलामा गर्नुपर्ने बेला बेलामा झगडा गर्नुपर्छ त्यस्तै बेला बेलामा राम्रो हुनुपर्छ राम्रो त आफ्नै ठाउँमा हुनुपर्छ एउटा हजुर राम्रो भन्नाले चाहिँ दुवैजनाले बुझ्नु पर्यो नि आफ्नो व्यथा पर्यो कन्डिसन बुझ्नु पर्यो तपाईँ भिडियो बनाइरहनु भएको हो भिडियो कहिलेकाहीँ बनाउँछु थोरै हालिदिन्छु नि जे पाए त्यही बोला के चाहिँ जे पायो त्यही बोल्नु भयो र खत्रै कुरा त बोल्नु भएको छैन त्यो नर्मल बोल्नु भएको जे भयो नि मलाई बोयफ्रेन्ड अहिले कसको हुन्न र होइन र हजुर बोयफ्रेन्ड अहिले कसको हुन्न र जसको नि भइहाल्छ नि हुन्छ हो नि त मेरो अघि आउँदा त्यो तपाईँले त्यो के अरे उसको र मेरो देख्नु भएको होला नि त नि फेरि त्यहाँ आइज होला नि क्लिपमा के चाहिँ भिडियोमा के गरे त्यहाँ उभिँदाखेरि यहाँ चढ्ने बेला ए छैन त्यतिखेरको ए अहिले बनाउनु भएको अघि रोकिदिनु त्यहाँ उयो ग्रिन घरमा मेरो चाहिँ राइड पनि कम्प्लिट भइसकेको छ 110 रुपियाँको राइड थियो